नमस्ते साथीहरु, तपाईहरु सम्पूर्ण हाम्रो च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई टिम भेन्चर लिमिटेडको आउँदै गरेको आईपीओ को बारेमा छोटो मिठो जानकारी लिएर आएको छु। साथीहरु, भिडियोलाई सुरु गरेर अन्तिमसम्म साथ दिनु होला र यस कम्पनीको आईपीओ सँग सम्बन्धित सम्पूर्ण कुराहरुको जानकारी प्राप्त गर्नु होला। साथीहरु, टिम भेन्चर लिमिटेडले अब चाँडै नै आफ्नो आईपीओ बजारमा ल्याउने तयारी गर्दैछ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई इस्यु म्यानेजरको रूपमा नियुक्त गरिसकेको छ। मंसिर 8 गते टिम भेन्चर लिमिटेडका चेयरम्यान केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटलका सीईओ सन्दीप कार्की बीच सम्झौता भइसकेको छ। अब कम्पनीले आफ्नो आईपीओ निष्कासन गर्ने औपचारिक रूपमा प्रक्रिया अगाडि बढाइसकेको छ र यस कम्पनीले 25,18,000 किता शेयर निष्कासन गर्ने योजना बनाइसकेको छ र यो संख्या सानो होइन। विशेष गरी इन्भेस्टमेन्ट कम्पनीको आईपीओ का हिसाबले यो ठूलै कदम रहेको देख्न सकिन्छ। र टिम भेन्चर कम्पनीको स्थापना 2073 सालमा भएको थियो र कम्पनी काठमाडौँको सिनामंगलमा अवस्थित रहेको छ र यो कम्पनी एक इन्भेस्टमेन्ट होल्डिङ कम्पनी हो, जसको अर्थ यस कम्पनीले आफै व्यवसाय मात्र गर्ने होइन, धेरै क्षेत्रमा प्रोजेक्टहरू लगानी गर्ने, नयाँ प्रोजेक्टहरू सुरु गर्न अरु कम्पनीहरूलाई मद्दत गर्ने पनि गर्दछ। कम्पनीले कुन क्षेत्रमा लगानी गरिरहेको छ भन्दाखेरि यस कम्पनीले हाइड्रो पावर सेक्टर, सोलर इनर्जी, म्यानुफ्याक्चरिङ, एग्रो इन्फ्रास्ट्रक्चर, टेक्नोलोजी, आईटी क्षेत्र र भविष्यमा थप नयाँ क्षेत्रमा पनि लगानी गर्ने योजना बनाएको छ। र कम्पनीको चुक्ता पुँजीको कुरा गर्दा यस कम्पनीको चुक्ता पुँजी 1 अर्ब रुपैयाँ रहेको छ। यति ठूलो पेड अफ क्यापिटल भएको कम्पनीले अब सार्वजनिकबाट पनि पुँजी उठाएर आफ्नो प्रेजेन्स अझ ठूलो बनाउने लक्ष्य राखेको देख्न सकिन्छ। यस कम्पनीको नेतृत्वको कुरा गर्दा यस कम्पनीको नेतृत्वमा यानी कि बोर्ड सदस्यहरूमा तोप्साङ श्रेष्ठ, दोर्जे एल्सन लामा, सेङ्गेनडेकी शेर्पा, विजय बहादुर श्रेष्ठ रहेका छन् र कम्पनीका सीईओमा भने तेन्जिङ सोनाम गोङसार रहेका छन्। यसबाहेक टिमको म्यानेजमेन्ट साइड पनि धेरै अनुभवी छ, जसले कम्पनीका प्रोजेक्टहरूलाई दिगो रूपमा अगाडि बढाइरहेको छ। र यस कम्पनीले आफ्नो आईपीओ किन ल्याउँदैछ भन्ने तपाईहरुको मनमा जिज्ञासा हुन सक्छ र यस कम्पनीले आफ्नो आईपीओ ल्याउनुको मुख्य उद्देश्य भनेको नयाँ प्रोजेक्टहरुमा लगानी गर्नु हो, हालका प्रोजेक्टहरु विस्तार गर्नु र पुँजी तथा संरचना अझ मजबुत बनाउने र नयाँ इन्भेस्टरहरुलाई चाहिँ कम्पनीमा सहभागी हुने अवसर दिनको लागि चाहिँ आफ्नो आईपीओ ल्याउँदैछ। र यस कम्पनीले आफ्नो आईपीओ कहिलेदेखि निष्कासन गर्ला, शेयरको मूल्य कति होला भन्ने तपाईको मनमा जिज्ञासा हुन सक्छ। साथीहरु, यो जानकारी अहिलेसम्म सार्वजनिक भइसकेको छैन। सेबनबाट आधिकारिक रूपमा एप्रुभ आएपछि शेयरको प्राइस, ओपनिङ र क्लोजिङ डेट, एप्लिकेसन प्रोसेस सबै विवरण सार्वजनिक गर्नेछौं। साथीहरु, यस कम्पनीको आईपीओ सम्बन्धी कुनै नयाँ जानकारी प्राप्त भयो भने फेरि म तपाईहरुलाई तुरुन्तै नयाँ भिडियो मार्फत जानकारी दिनेछु। साथीहरु, यो थियो टिम भेन्चर लिमिटेडको आईपीओ बारे विस्तृत जानकारी। यदि तपाईहरुले आईपीओ मा रुचि राख्नुहुन्छ भने यो कम्पनी बजारमा धेरै चर्चा कमाइरहेको छ। आगामी दिनमा अझै धेरै अपडेट आउनेछन्। तपाईहरुलाई भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु होला र साथमा तपाईहरुले यो भिडियोलाई शेयर पनि गर्न सक्नुहुन्छ। थ्यांक्स फर वाचिङ।